हेलो साथीहरू सबैजनालाई नमस्ते। अनि के छ सन्चै आरामै हुनुहुन्छ होला हैन सबैजना। म पनि सन्चै आरामै छु हैन। अनि के छ हजुरहरू सुनाउनुस्। पछाडिको भ्यू देख्दा तपाईहरुलाई कुन ठाउँ जस्तो लाग्छ, कुन देश जस्तो लाग्छ कमेन्टमा पनि बताउनु होला हैन। सायद तपाईहरुले चिनिसक्नुभयो होला हैन पछाडिको भ्यू देख्दाखेरि। र म चाहिँ अहिले काममा हिँडेको है, बिहानको 7 बज्यो। अब आज मौसम पनि देख्न सक्नुहुन्छ यस्तो छ, पानी पर्ला जस्तो भइरहेछ हैन। अनि 2-4 दिनदेखि हावा चलेर चिसो धेरै बढिरहेको छ हैन। घाम लागेको बेला गर्मी हुन्छ, पानी पर्दाखेरि हावा चल्यो भने चिसो हुन्छ है। अनि मैले चाहिँ भिडियो डेली बनाउँदैन, किनभने अब काममा जानुपर्छ हैन। फेरि मान्छेहरूको बिचमा है अब लाज लाग्छ, अलिकति खुलेर बोल्न सकिँदैन। म टिकटकहरू चाहिँ प्रायः जसो राखिरहेको हुन्छु हैन। र हजुरहरूको साथ सपोर्ट मायाको जरुरत छ मलाई। हजुरहरूको एक सब्सक्राइबरले मेरो च्यानल अगाडि बढ्न सक्छ। हजुरहरूले लाइक शेयर सब्सक्राइब गरिदिनु होला हैन। भिडियो राम्रो लाग्छ भने त के भनौँ, भिडियो बनाउनै आउँदैन। भिडियो राम्रो बनाउनलाई र अगाडि बढ्नलाई हजुरहरूले साथ सपोर्ट माया गरिदिनु होला हैन। देख्न सक्नुहुन्छ यता पछाडितिर पारितिर है, देख्न सक्नुहुन्छ। तपाईहरुले ठाउँ त गेस गरिसक्नुभयो होला हैन। इन्डियाको हिमाचल प्रदेशको सिमला हो। यो चाहिँ सिमला पर्छ। सिमला बजारदेखि अलि साइडमा, गाउँ साइडमा पर्छ है। के गर्नु, यस्तै छ अब। रोजगारी नेपालमा छैन हैन। अब रोजगारीको सिलसिलामा आउनै पर्ने हुन्छ। घरदेखि आएको पनि लगभग 2-2.5 महिना जति भइसक्यो हैन। हजुरहरू कहाँ हुनुहुन्छ नि, घरमै हुनुहुन्छ कि अब कोही इन्डियातिर आउनु भएको छ कि कमेन्ट गर्नु होला हैन। अब बिस्तारै अब भिडियोहरू राम्रो बनाउने प्रयासमा छु म चाहिँ। मसँग क्यामेरा पनि त्यति राम्रो मोबाइल छैन, क्यामेरा क्वालिटी भएको। हजुरहरूले लाइक शेयर सब्सक्राइब गरिदिनु होला।